नमस्ते सबैजनालाई। आज सलिन ठकुर युट्युब च्यानलमा आउँछ भिडियो। यहाँ पनि तयार भइसक्यो है। अहिले नै मेरो र्याल चुइसक्यो है। नेट चल्दै मासुहरू हेर्नु न, मासुहरू आइच खुट्टा मसला। अन्तिममा सब्स्क्राइब गरिदिनु, लाइक गरिदिनु, शेयर गरिदिनु, सबै थोक गरिदिनु ल। नमस्ते सबैजनालाई। आज हामी गुड सटरडे मनाउनको लागि यो गढीको नजिक आएका छौँ होइन। आज हामी यहाँ गुड सटरडे होइन त्यसको लागि तयारीको लागि यता गढी आएको छौँ। हाम्रो ओली दाजुले चाहिँ यहाँ चुलो बनाउँदै हुनुहुन्छ। रोशनीको म्यामले पनि तयारी गर्दै हुनुहुन्छ। यता आगो बालिसकेका छौँ। शेर सरले चाहिँ मासु काटिराख्नु भएको छ। मन्दिरले पनि गरिराखेको अवस्था छ। यता हाम्रो सुँगुर नानाले पनि खाँदै गरेको अवस्था छ। यता त्यसले पनि टक्क बेबी कटको हेयर स्टाइलमा। समूह कस्तो लागिरहेछ तिमीलाई? राम्रो राम्रो लागिरहेको नि। जङ्गलमा पसेर बिजोग छ नि यसो दाउरा ल्याएको या कस्तोरी कोतार्दिए हो र। यो चिजबिजहरू चाहिँ यता छ। कतिमाको त दुईजना छौ नि, मालिस गर न। हामी पनि दुईजना छौँ नि। यता पनि यहाँ साथीहरू पनि टक्क कोही खाँदै मोबाइल हेर्दैछन् साथीहरू। यता कस्तो भइरहेछ मामा? राम्रो भइरहेछ। अनि खाने चिजहरू यता छ टक्क। मासु देखो मासु बुहारी नहुने भन्ने छैन। मासु खान पाएन भनेर ननिकाल्नु होला हजुरहरूले आँसु। यता हुनुहुन्छ मेरो दिदी सासु। बेलामा केटोले चाहिँ दिन्छ है फेरि तर खन्नुपर्छ। यो चाहिँ अब यो किचन के अरे कुकुरलाई मासु पकाउनुको लागि यो चाहिँ आइरहेको त्यो धुलो होइन पकाउनु पर्ने। मासु पकाउनुको लागि चाहिँ खन्नुपर्ने यो चाहिँ। ल है मासु पकाउनको लागि कराई तयारी अवस्थामा छ होइन। अनि यता खनिराखेको छ सलिनले। यो भ्लग चाहिँ हाम्रो दुईवटै च्यानलबाट आउँछ है। दुईवटै मिलेर त्यो गुरुको भिडियोमा चाहिँ राम्रो भ्युज दिनुभएको छ। तपाईँलाई सबैलाई धन्यवाद छ। फेरि पनि यो भिडियोमा पनि त्यस्तै खालको भिज आओस् होइन। खनिराखेको अवस्था छ है। ल एकछिनपछि फेरि तपाईँसँग जोडिन्छौँ है हामी। ल यहाँ मासुहरूको चिजबिजहरू टक्क यहाँ कम्बिनेसन मिल्दैछ है। मसलाहरू राखेर ल अहिले नै मेरो र्याल चुइसक्यो होइन। अब यो बनिसकेपछि के हुने हो? टक्क मासु बनाइराख्नु भएको छ है यसरी। कस्तो के भइरहेछ सलिन? ठिक छ। यो शेरले फेरि कहिले यता मासु पोल्छ, यहाँ कहिले यो चुलामा पोल्छ उसले मासु है। कहिले फेरि उसले मासु यो चुलामा आएर पोल्छ। दुईवटा चुलामा आएर मासु पोल्छ। चाक पोलाइसक्यो कलेजो रहेछ। ए अर्को साथीहरू दुईजना साथीहरू तल बसेर फेरि मोबाइलहरू राखेको छन्। अरू चिजहरू त्यहाँ पनि छ। ल कराई जोतिसकेको अवस्था। कराई चाहिँ यहाँ उसमा राखिसकेको। अब चाहिँ पकाउने सुरु हुन आँट्यो। हाम्रो सानो फेरि जेन्जीहरू नयाँ जेन्जीहरू चाहिँ यहाँ हुनुहुन्छ क्या। फेरि सानो जेन्जीहरू होइन। के हुँदैछ मामा? विज्ञान के गर्दै हो तपाईँ? यहाँ हेर्नु त, यहाँ हेर्नु न, यहाँ हेर्नु न। नेट चल्दैन कि तल गएपछि मात्र चल्छ है। टक्क देख्न सक्नुहुन्छ है यो भ्यू। यस्तो दामी ठाउँमा आएको छ हामी। दामी छ यस्तो ठाउँ। ऊ हाँसोले फेरि भूकम्पै आउनु लाग्यो है यहाँ। अब यहाँ मासु पनि पाक्दैछ गाइस। मासु पनि पाक्दैछ यहाँ। सलिम सरले मासु पकाउँदै हुनुहुन्छ होइन। शेर सरले फेरि पारे दाउराहरू। शेर सर किन बालेको त्यो चाहिँ? ए ठिक छ। यहाँ पनि टक्क पाक्दैछ। मासुहरू हेर्नु न, मासुहरू आइच। मासुहरू हेर्नु न, मासुहरू आइच। यहाँ हेर्नु न सिक्कु। वाह 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 खुट्टा मसला। त्यसमाथि हाँसु। दाइले फेरि यहाँ कोइला बनाउँदै हुनुहुन्छ। सेकुवा पोल्ने कार्यक्रम अब हाम्रो सुरु भयो होइन। मासु पुरा पाकिसक्यो। यता पनि अब सेकुवा चाहिँ अब अन्तिम घडीमा होइन उल्सर सेकुवा के को सेकुवा लाग्यो कमेन्ट गर्नु होला है तपाईँहरू।
सेकुवा फाइनली पाकेर रेडी भयो अनि यो सेकुवा यहाँ पनि पाक्दैछ होइन यहाँ मासु पाक्दैछ गाइजहरू हामी टक्क अब खान लागेका छौँ यो भिडियो काट्न पाउनै सोल्यो फेरि मैले रिपोर्ट हानिदिन्छु फेरि युट्युबबाट सर यहाँ देख्न सक्नुहुन्छ यहाँ चिजबिजहरू सर यहाँ बसिराखेका छौँ है अब खायौँ है ल गाइज खायौँ ल गाइज खायौँ ल गाइज हामीले अब खानपिन गरेर सकाइसकेका छौँ होइन अब हामी रमाइलोको लागि प्रिपरेसनमा छौँ अनि नाचगान कार्यक्रम सुरु भएको छ खानपिन सकिएर होइन अन्तिममा सुन्नु नाच्दिनु त हेर्नु कस्तो रमाइलो लाग्यो आज कस्तो लाग्यो आज रमाइलो लागेको छ अन्तिममा के हामीलाई चाहिँ सब्सक्राइब गरिदिनु होला फलो गरिदिनु होला है घन्टी बजाइदिनु होला हामीले पिकनिक खाएर सकेर पनि अब चाहिँ वासस्थानतिर लाग्न लागिसकेका छौँ र आजको पिकनिक कस्तो लाग्यो ओली सर ठिक लाग्यो मिसलाई कस्तो लाग्यो आजको पिकनिक ठिक लाग्यो नि होइन सम्झना साइजु आजको पिकनिक कस्तो लाग्यो हजुरलाई मलाई त मस्त लाग्यो रमाइलो भयो राम्रो लाग्यो सब्स्क्राइब गरिदिनु भन्दिनु न त्यसै सब्स्क्राइब गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु सबै थोक गरिदिनु ल ल आजको लागि तपाईँलाई सबैलाई बाई बाई शुभरात्रि